मा विभिन्न कुराहरू पढ्यो भने परमेश्वरको ज्ञानका कुराहरू चाहिँ प्राप्त गर्छौँ। अनि त्यही ज्ञानहरूमध्ये केही ज्ञानहरू चाहिँ आज हामी केलाउनेछौँ। बाइबलमा भएको धनहरू चाहिँ प्राप्त गर्न पहिला प्रथम चाहिँ हामीले बाइबल के हो भनेर चाहिँ हुन्छ नि जान्न पर्यो। हामी किन चाहिँ बाइबल हरेक हप्ता आएर हामी अध्ययन गर्छौँ, हामी घरमा पनि खोजिराख्छौँ होइन। तर बाइबल चाहिँ कस्तो हो भनेदेखि परमेश्वरले चाहिँ हाम्रो लागि जसरी कुनै सामग्रीहरू चाहिँ नयाँ कम्पनीबाट आउँदै गर्दाखेरि चाहिँ त्यस हुन्छ नि अब त्यो सामानमा चाहिँ एउटा पत्र आएको हुन्छ नि होइन, त्यहाँ कसरी युज गर्ने भनेर चाहिँ त्यो सामान चाहिँ कसरी युज गर्दा त्यो धेरै समयसम्म टिकाउन सकिन्छ भनेर चाहिँ एउटा सामान सहित चाहिँ नयाँ सामानमा चाहिँ कम्पनीबाट चाहिँ आएको हुन्छ कि त्यहाँ लेखेर आएको हुन्छ होइन। अनि त्यही अनुसार चाहिँ हामीले प्रयोग गऱ्यौँ भने चाहिँ त्यो सामान चाहिँ धेरै समय चाहिँ टिक्न सक्छ। त्यसरी नै परमेश्वरले हामीलाई बनाउनु भयो अनि हामी चाहिँ परमेश्वरको प्रोडक्ट हो। अनि परमेश्वरले चाहिँ हामीलाई जीवनमा कसरी अनन्त जीवन अथवा लामो जीवनमा जिउन सकिन्छ अथवा यो छोटो समयमा चाहिँ कसरी आनन्दित भएर जिउन सकिन्छ, अनि हामी कहाँबाट आयो, हाम्रो दिमागमा चाहिँ हुन्छ नि विभिन्न प्रश्नहरू चाहिँ आउन सक्छ। त्यो दिमागमा आउने विभिन्न प्रश्नहरूको एन्सर मानिसलाई दिनको निम्ति अनि मानिसमा आउने समस्याहरू चाहिँ के हो, कस्तो हो र मानिस कहाँबाट आयो, मानिस चाहिँ किन जन्मिएको र कहाँ जान्छ भन्ने यो पत्रको रूपमा परमेश्वरले चाहिँ हामीलाई बाइबल दिनुभएको छ र हामी विश्वासी हौ र यो बाइबलको हामीले विश्वास गर्छौँ होइन। यो कुरा चाहिँ भनिराख्नुपर्ने छैन। अनि अब त्यसो हो भने हामीले बाइबलमा के त्यस्तो बहुमूल्य कुराहरू जुन चाहिँ मूल्य नै छैन त्यसको चाहिँ हुन्छ त्यसलाई कुनै पनि कुराले किनिँदैन, त्यस्ता धनहरूको विषयमा चाहिँ हामी व्याख्या गर्नेछौँ। पहिलो व्याख्या छ, दुईवटा मैले बुदाहरू बनाएको छु अनि पहिलो त्यो चाहिँ क्रमै म बताउँदै जानेछु। एउटा बुदा छ कि बुद्धि समशक्ति चाहिँ वृद्धि हुन्छ अरे बाइबलबाट चाहिँ मानिसलाई क्या बुद्धि समशक्तिको चाहिँ वृद्धि। अहिले चाहिँ हामीले हेऱ्यौँ भने चाहिँ मानिसहरू चाहिँ आफ्नो दिमागको वृद्धि गर्नको लागि होइन, आफ्नो दिमाग बढाउनको लागि उच्च शिक्षा हासिल गर्छन् होइन। मानिसहरू चाहिँ स्कुलमा जान्छन्, दैनिक पढिरहेको हुन्छन्, कोही के कुरामा खोजी गर्छन्, कोही हुन्छ नि अब आफ्नो काम सिपहरू चाहिँ दिनदिनै नयाँ नयाँ सिपहरू सिकिरहेको हुन्छन्। मानिस बुद्धिमानी बन्नलाई चाहिँ विभिन्न कार्यहरू गरिरहेको हामीले देख्छौँ होइन। तर साँच्चै के बाइबल अनुसार त्यो बुद्धिमानी हो त? अहिले हामीले हेऱ्यौँ भने कोही होइन इन्जिनियर छन्, कोही पाइलट छन्, कोही अब हुन्छ नि वैज्ञानिक विभिन्न मानिसहरू हामी देख्छौँ, हरेक थरीका मानिसहरू यहाँ देख्छौँ होइन। के साँच्चीकै त्यो हाम्रो नजरमा परमेश्वरको नजरमा त्यो बुद्धिमानी हो त? तर बाइबलले त त्यो चाहिँ भन्दैन है, किनकि मानिसहरू चाहिँ आफू बुद्धिमानी बन्नको निम्ति चाहिँ विभिन्न कार्यहरू विभिन्न अचम्म लाग्दो कुराहरू गरिरहेका छन्। अहिले हामीले हेऱ्यौँ भने हामीले चलाउने मोबाइल हेऱ्यौँ भने होइन अचम्म लाग्दो छैन र छ नि, तर त्यो बनाउने मान्छे के साँच्चीकै बुद्धिमानी हो त? परमेश्वरको वचनमा नरहे त्यो मान्छे छैन भने त साँच्चीकै के बुद्धिमानी हो त? पक्कै पनि होइन होला है। तर यो चाहिँ वचनले भन्दछ। अनि हामी त्यही अनुसार चाहिँ त्यो मानिस कस्तो मानिस चाहिँ अब तिनीहरू बुद्धिमानी होइनन् भने कस्तो मानिस चाहिँ बुद्धिमानी हुन् भन्ने विषयमा चाहिँ हामी सिक्नेछौँ आज। हामीले वचन सबै निकाल्न सक्नुहुन्छ। अयुबको 28 भजन सङ्ग्रहभन्दा अगाडि छ। यहाँ चाहिँ ज्ञानको निम्ति मानिसको खोजी भनेर लेखेको छ, पाउनुभयो? आज हामीले चाहिँ के सोच्छौँ भनेदेखि होइन हामीभन्दा धेरै पैसा कमाएको अनि ठुला घर भएका अनि ठुला विद्वान मानिसहरू चाहिँ बुद्धिमानी भनेर सोच्छौँ होइन। अनि त्यही अनुसार हामी के गर्छौँ, तिनीहरू रेस्पेक्ट गर्छौँ अथवा तिनीहरूलाई नम्र भएर आफ्नो बोली दर्शाउँछौँ, हामी त्यसलाई चाहिँ इज्जत दिन्छौँ, आदर दिन्छौँ। तर वचनले चाहिँ त्यो भन्दैन है। यहाँ चाहिँ ज्ञानको निम्ति मानिसको खोजी भनेर लेखिएको छ। 28 देखि हामी 29 सम्म हेर्नेछौँ। म पढ्नेछु। चाँदीका खानीहरू हुन्छन् र सुनका विशुद्ध गर्ने ठाउँहरू हुन्छन्। जमिनबाट फलाम निकाल्ने स्थानहरू छन् र काँचो धातु गलाएर तामा निकालिन्छ। मानिसले अन्धकारलाई शेष गरिदिन्छ र पृथ्वीको गहिरीभित्रको अँध्यारोमा खनिजको खोजी गर्छ। मानिसहरू बसेको ठाउँभन्दा धेरै टाढामा
अथवा मानिसहरूको खुट्टाले नटेकेको ठाउँमा उसले खानीमा तेल जाने पलहरू खन्छ। त्यही र एकान्तमा डोरीमा झुन्डिएर सुरुमा काम गर्छ। अन्न उम्रने माटोलाई आगोमा परिवर्तन गर्छ भनेको छ। हामीले देखेका छौँ मानिसहरूको मेहनत चाहिँ होइन समुद्रको गहिरामै पनि पुग्न सकेका छन् अनि पृथ्वी छोडेर पनि अन्तरिक्षमा पुग्न सकेका छन्। मान्छे चाहिँ हुन्छ नि त्यो कुराहरू चाहिँ खोज्दैछन् कि समशक्ति बुद्धिमानी हुन्छ नि एकदमै नयाँ कुराहरू चाहिँ खोज्नको लागि चाहिँ त्यहाँ धाउँदैछन् क्या। अनि त्यसका चट्टानहरूमा बाट निस्कन्छ र त्यसको धुलोमा सुनका कड हुन्छ। कुनै शिकारी पंक्षीले त्यहाँ जाने बाटो चिन्दैन अनि बाजको तिखो आँखाले पनि त्यो देखेको हुँदैन। रवाफिला पशुले त्यसमाथि टेक्दैन, कुनै सिंह पनि त्यहाँ पस्दैन। मानिसले आफ्नो हातले कडा ढुङ्गा काट्दछ र पहाडहरूका फेदलाई उदाङ्ग बनाउँछ भनेको छ। हामीले देख्न सक्छौँ मानिसले होइन विभिन्न आफ्नो दिमाग लगाएर शक्ति युज गरेर चाहिँ विभिन्न कुराहरू बनाएको होइन पहाडलाई पनि ठुल्ठुलो पहाडहरू फोडेको चाहिँ हामी देख्न सक्छौँ। अनि त्यसले चट्टानका सुरुङ खन्दछ, त्यसले बहुमूल्य पत्थरहरू देख्दछ, त्यसले खोलाहरूका मूलहरू खोज्दछ र जमिनभित्र भएका गाडधनहरू निकाल्दछ अरे। र तर बुद्धि चाहिँ कहाँ पाइन्छ, समशक्तिको मूल कहाँ छ अरे। त्यसो मानिसले त्यसो गर्दासम्म पनि उनीहरू चाहिँ कस्तो हुन्छ बुद्धि चाहिँ अझै खोज्दैछन्। जति पनि गर्दै पनि सकिँदैन, त्यसको त अन्त नै छैन नि त। तर उनीहरू चाहिँ सोच्दैछन् कि बुद्धि कहाँ पाइन्छ र यसको मूल कहाँ हो। मानिसले त्यसको मूल्य थाहा पाउँदैन, जीवित मानिसहरूको देशमा त्यो पाइँदैन अरे। यो हाम्रो संसारमा यो पृथ्वीमा चाहिँ हामीले त्यो बुद्धि खोजेर चाहिँ पाउँदैनौँ अरे। महासागरको गहिराईले भन्छ त्यो मसँग छैन, अनि समुद्र भन्दछ त्यो मसित छैन। निखुज सुनले त्यो किन्न सकिँदैन, न त चाँदीका त्यसको मोल गर्न सकिन्छ अरे। ओपिरको सुनले त्यो किन्न सक्दैन अथवा बहुमूल्य आनिस वा निश्चित त्यो किन्न सकिँदैन अरे। बुद्धि चाहिँ कुनै पनि थोकले संसारको पृथ्वीमा भएको कुनै पनि थोकले चाहिँ किन्न नसक्ने त्यति बहुमूल्य हुन्छ बुद्धि चाहिँ होइन। अनि र सुन र स्फटिकसँग त्यसको तुलना गर्न सकिँदैन, न त निखुज सुनको गहनासित त्यो साट्न सकिन्छ भनेको छ। अनि हामीले पछाडि हेऱ्यौँ भने मुगा र मिल्लौरको ती कुरै गर्नु पर्दैन भनेको छ। बुद्धिको मूल्य मानिक भन्दा धेरै हुन्छ भनेको छ। मानिक भनेको चाहिँ यो मोतीहरूको एकदमै थैली होइन, मरीहरूको चाहिँ एकदमै बहुमूल्य हिराले पनि के भन्दा पनि धेरै हुन्छ अरे। त्यसको पुष्प राजको त्यसको बराबर हुन सक्दैन, निखुज सुनले त्यो किन्न सक्दैन। तब बुद्धि कहाँबाट आउँछ भनेको छ। त्यो कुनै पनि कुराले किन्न नसक्ने भने त्यसो भए बुद्धि चाहिँ कहाँबाट आउने रहेछ हामी हेर्नेछौँ तल। समशक्तिको मूल कहाँ छ अरे। संसारको कुनै जीवित प्राणीले त्यो देख्न सक्दैन, आकाशको पंक्षीबाट पनि त्यो लुकाएको हुन्छ। विनाश र मृत्युले भन्दछ हामीले त सुनेको मात्र हो, परमेश्वरले त्यसको चाल बुझ्नुहुन्छ, उहाँले मात्र त्यो कहाँ बस्छ जान्नुहुन्छ अरे। त्यो चाहिँ कसले जान्नुहुन्छ अरे, परमेश्वरले मात्रै। बुद्धि कहाँ बस्छ, बुद्धिको चाल चाहिँ के हो भन्ने कुरा चाहिँ परमेश्वर मात्रै बुझ्नुहुन्छ अरे। किनभने उहाँले पृथ्वीको तल्लो छेउसम्म देख्नुहुन्छ र उहाँले आकाश मुनिका सबै कुरालाई निरीक्षण गर्नुहुन्छ। जब परमेश्वरले बतासलाई शक्ति दिनुभयो र समुद्रको सिंहासन बाँध्नुभयो, जब उहाँले वृष्टिको हद तोकिदिनु भयो र बिजुली ब्रजको मार्ग तोकिदिनु भयो अरे। हामीले परमेश्वरको साथ चाहिँ परमेश्वरको कामलाई हेर्ने अचम्म लागेको छैन र हामी बाहिर निस्क्यौँ भने सृष्टिको वर्णनलाई हेर्न सक्छौँ यो कसरी भयो होला। किनकि परमेश्वर बुद्धिमान भएको कारण चाहिँ उहाँ हरेक कुरा गर्न सक्नुहुन्छ। त्यही भएर चाहिँ हामी परमेश्वरमा चाहिँ बुद्धि पाउन सक्छौँ। अनि तल 27मा हेर्छौँ, त्यस बेला उहाँको बुद्धिलाई देखेर त्यसलाई जाँच्नुभयो, उहाँले त्यसलाई विचार गर्नुभयो र त्यसको भेद बुझ्नुभयो। अनि उहाँले मानिसलाई भन्नुभयो परमेश्वरको डर नै के हो, बुद्धि हो। परमेश्वरको डर मान्नु चाहिँ बुद्धि हो अरे। तर हामी चाहिँ होइन
विभिन्न कुराहरू खोज्छौँ हामी, ठुला घर धेरै सम्पत्ति कमाएर चाहिँ बुद्धिमानी बन्न आउँछ, तर वचनले चाहिँ त्यो भन्दैन। परमेश्वरको डर नै के हो? बुद्धि हो अरे, र दुष्टताबाट अलग रहनु समशक्ति हो अरे। साँच्चै नै यहाँ वचनमा भनेअनुसार हामी चाहिँ होइन विभिन्न कुराहरूमा हामी राम्रो देखाएर होइन विभिन्न काम गरेर हामी धेरै पढेर बुद्धिमानी बन्न खोज्छौँ, तर त्यो चाहिँ बुद्धिमानी होइन अरे। परमेश्वरको सुरुमा चाहिँ के हो? डर मान्नु चाहिँ बुद्धिमानी हो अरे। अनि परमेश्वरको वचनलाई हुन्छ नि दुष्टता, परमेश्वर वचनलाई मानेर दुष्ट कामबाट चाहिँ अलग बस्नु चाहिँ के रहेछ? समशक्ति रहेछ। भनेपछि बुद्धिमानी मान्छे को रहेछ त भन्दाखेरि परमेश्वरको डर र भयमा बस्ने मानिसहरू, अनि परमेश्वरको वचनको पालना गर्ने मानिसहरू चाहिँ हामीले यहाँ पाउन सक्छौँ। हामी चाहिँ बुद्धि यति चाहिँ हामी यो वचन यो बुद्धि चाहिँ कहाँबाट पायो त? हामी परमेश्वरको वचनबाट पायो नि, र मानिसलाई थाहा थियो, थाहा थिएन। हामी ख्रिस्टको भएको कारणले गर्दा चाहिँ उहाँले हामीलाई यो जान्ने मौका दिनुभयो। तर अब हामी यति जानिसकेपछि के हामी अब संसारकै कुराहरू, बिति जाने कुराहरू नै खोजेर हुन्छ नि हाम्रो समय, हाम्रो बुद्धिलाई चाहिँ बढाउनको लागि समय बर्बाद गर्ने कि अब परमेश्वरको राज्यलाई खोजी गरेर परमेश्वरको वचनलाई विश्वास गरेर अनि उहाँको डरमा मानेर चाहिँ हामी बुद्धिमानी बन्ने त? त्यो चाहिँ हामी हाम्रो चाहिँ हातमा छ है त्यसको निर्णय चाहिँ। अनि यसै कारणबाट हामी परमेश्वरको विभिन्न कुराहरूको यो बाइबलबाट चाहिँ परमेश्वरले सिकाउनु भएको बुद्धिका कुराहरू चाहिँ हामीले प्राप्त गर्छौँ। अनि अर्को छ त्यसैमा चाहिँ अर्को छ आशा। 2 नम्बर छ आशा पनि हामीले बाइबलबाट प्राप्त गर्छौँ। जसरी मानिसलाई चाहिँ मानिसले दिनदिनै काम गरिरहेको हुन्छन्, उनीहरू चाहिँ महिनाको तलब पाउने आशामा ऊ खटिरहेको हुन्छ नि होइन र? हामीले हेर्छौँ अथवा केही पाउने आशामा चाहिँ उसले आफ्नो जीवनलाई खटाएको हुन्छ। जस्तै दुःख भए पनि उसले काम गरिरहेको हुन्छ। जसरी अब एउटा आर्मी अथवा हुन्छ नि सिपाहीले चाहिँ उसले पछि पेन्सन आउने आशामा उसले त्यो जीवनै के हुन्छ सङ्घर्षमा लगाएको हुन्छ नि, एउटा आशा छ भने चाहिँ त्यसरी नै बाइबलबाट चाहिँ हामीलाई परमेश्वरले आशा दिनुहुन्छ ताकि हामी यो समयमा चाहिँ खटिन सकौँ, परमेश्वरको वचनमा रहेर चाहिँ यो दुःख कष्टबाट चाहिँ आनन्दित भएर बस्न सकौँ। त्यो दुःख कष्टमा पनि परमेश्वरले आनन्दित तुल्याउनको लागि चाहिँ उहाँले आशा दिनुभएको छ। अनि साँच्चै नै वचनबाट हेर्ने हो भने आशा चाहिँ हामीलाई के को दिएको छ त त्यो हेर्नेछौँ। कसैले एकजना चाहिँ मत्तीको 25 अध्यायको 45 र 46 पढ्नु होला। विश्वासी र बुद्धिमान नोकर को हो जसलाई देशको मालिकले आफ्ना परिवार चाकरहरूलाई ठिक ठिक समयमा खान दियोस् भनी। 25 तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु यी सबैभन्दा सानाहरूमध्ये एकजनालाई जे जति गरेनौ त्यो तिमीहरूले मेरो निम्ति गरेनौ। तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन् र धर्मीजनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन्। आमेन। यहाँ चाहिँ अनन्त जीवन पाउनु भएन। अन्तिममा चाहिँ अनन्त जीवन चाहिँ परमेश्वरले राख्नु भएको आशा हो मानिसलाई चाहिँ। यो हामीले चाहिँ पछिको जीवनमा पाउने परमेश्वरबाट पाउने जीवन चाहिँ के रहेछ? अनन्तको जीवन। हामीले यहाँ मात्रै पाउँदैनौँ, बाइबलको विभिन्न ठाउँमा यो धेरै ठाउँमा लेखिएको छ। हामी अरू ठाउँमा पनि हेर्नेछौँ। त्यसरी नै मर्कुसको 10:28 र 30 पढ्नु होला। मर्कुसको 10:28 र 30सम्म। पत्रुसले उहाँलाई भने, मर्कुस 10:28 पत्रुसले उहाँलाई भने, हेर्नुहोस् हामीले सबै छोड्यौँ र तपाईँको पछि लागेका छौँ। यसुले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु जसले मेरो निम्ति र सुसमाचारको खातिर घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा बुवा वा छोराछोरीहरू वा जग्गा जमिन छोड्छ त्यसले 57को साथसाथै 100 गुणा बढी घर दाजुभाइ दिदीबहिनी आमा छोराछोरी र जग्गा जमिन
त्यसै समयमा पाउनेछ अनि आउँदो युगमा अनन्त जीवन। तर यहाँ पनि अनन्त जीवन हुन्छ नि। तर अनन्त जीवन पाउने चाहिँ कस्तो कस्तो हो भनेर चाहिँ माथिको वचनहरूलाई चाहिँ याद राख्नु होला होइन। यहाँ पढ्दै गर्दाखेरि चाहिँ यहाँ पनि अनन्त जीवन होइन, मेन चाहिँ मुख्य चाहिँ येशू ख्रीष्टले राख्नु भएको जीवन चाहिँ अनन्त जीवन चाहिँ आशाको जीवन हो क्या। बाइबलमा चाहिँ मानिसहरूलाई राख्नु भएको एउटा प्रतिफल फल जो पुरस्कारको रूपमा चाहिँ राख्नु भएको। अनि त्यसै गरी हामी अर्को पनि पढ्नेछौँ यूहन्ना 3:14 र 16-16सम्म। हजुर, यूहन्ना 3:14 र 16-16सम्म। 3:14 र 16-16सम्म। जसरी मोसाले उजाड स्थानमा सर्पलाई उचाले त्यसरी नै मानिसको पुत्र उचालिनु पर्छ र जसले उहाँमाथि विश्वास गर्छ त्यसले अनन्त जीवन पाउँछ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन। यहाँ पनि त्यसै गरी लेखिएको छ उहाँमाथि विश्वास गर्ने चाहिँ के पाउने? अनन्त जीवन पाउने। परमेश्वरले चाहिँ संसारलाई प्रेम गरेर चाहिँ उहाँले प्रेमको रूपमा होइन, प्रेमको निशानी लिएर आफ्नो राज्यमा अथवा नयाँ राज्यमा बोलाउनको निम्ति अनन्त जीवन दिनको निम्ति उहाँले प्रेम देखाएर जानु भइसकेको छ। हामीले होइन परमेश्वरको प्रेमलाई, येशू ख्रीष्टको प्रेमलाई हामीले जाँचेका छौँ, देखेका छौँ, हामीले सुनेका छौँ नि। त्यसै गरी अब हामी पनि परमेश्वरलाई प्रेम गर्ने हो उहाँको राज्यमा जानको लागि चाहिँ। अनि त्यसै गरी यहाँ पनि अनन्त जीवनलाई चाहिँ झन् एकदम विशेष गरी लेखिएको छ। अनि अर्को पनि हेर्नेछौँ 1 यूहन्नाको 2:22-25सम्म। 1 यूहन्ना 2:22-25सम्म हेर्नुहोस्। झुटो के हो? झुटो त्यो हो जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ ख्रीष्ट विरोधी त्यही हो। पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ त्यससँग पिता हुनुहुन्छ। जुन कुरा तिमीहरूले सुरुदेखि नै सुनेका छौ त्यो तिमीहरूमा रहिरहोस्। यदि सुरुदेखि नै सुनेको त्यो कुरा तिमीहरूमा रह्यो भने तिमीहरू पुत्र र पितामा रहनेछौ। उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो, अनन्त जीवन। परमेश्वरले चाहिँ प्रतिज्ञा गर्नुभएको मानिसको लागि राख्नु भएको चाहिँ के रहेछ त? अनन्त जीवन। साँच्चै नै अहिले हामीले हेर्ने हो भने हाम्रो पृथ्वीमा हेर्ने हो भने मानिसहरू चाहिँ अनन्त जीवनको लागि चाहिँ विभिन्न बाटोहरू हुन्छ नि रोजिरहेका छन्, आफ्नै दिमाग लगाएका छन् होइन, आफ्नो समशक्ति लगाएका छन्। तर कोही त अनन्त जीवन छैन भनेर चाहिँ आफ्नो जीवन चाहिँ आफ्नै इच्छा अनुसार चाहिँ चलाइरहेका हामी देख्दछौँ। तर हामी चाहिँ परमेश्वरको आशामा हुन्छ यो जीवन चाहिँ जस्तै सङ्कट भए तापनि खुसी साथ उहाँको आशामा रहने, अनन्त जीवनको आशामा रहने हामी विश्वासीहरू हौँ। अनि हामी चाहिँ सधैँ यही आशामा चाहिँ आनन्दित हुनुपर्ने हुन्छ। यो परमेश्वरको राज्य चाहिँ अहिले आइसकेको छैन। उहाँले आफ्नो चेलाहरूलाई चाहिँ के गर्नुहुन्छ भने एकजनालाई चाहिँ उहाँले थोरै उहाँको आशिषको हुन्छ नि वर्षाउनुहुन्छ। तर पनि उहाँले पूर्ण रूपले पृथ्वीमा चाहिँ त्यो न्यायपछि मात्रै हुन्छ जुन चाहिँ यो अनन्तको जीवन मानिसले पाउने आनन्द। अहिले चाहिँ हामी के छौँ, हाम्रो जीवनमा एउटा कष्ट पार भए तापनि फेरि अर्को आइहाल्छ, हो कि होइन त? हाम्रो जीवनमा चाहिँ एउटा सङ्कष्ट घट्न बित्तिकै अर्को आइहाल्छ। तर यो समयमा चाहिँ कसरी खुसी रहने त्यसो भए त? के हामी सधैँ यस्तै हो त? होइन। तर परमेश्वरले त्यो राख्नु भएको छैन। परमेश्वरले चाहिँ त्यो सबै कुराको अन्त्य चाहिँ कहाँ गर्नुहुन्छ? अनन्त जीवनमा। अनि मानिस हामी चाहिँ के भने अनन्त जीवनको आशा राख्ने व्यक्तिहरू हो। त्यसै गरी अर्को पनि पढ्ने छ यूहन्ना 11:25-26।
टर्न भएन मैले पढ्छु यूहन्ना 11:25-26 हुन्छ मै पढिदिन्छु 25-26 यूहन्ना यहाँ चाहिँ यसरी लेखेको छ यसुले भन्नुभयो पुनरुत्थान र जीवन म नै हुँ मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ अरे अनि जिउँदो र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन के तिमी यो विश्वास गर्छौ भनेको छ साँच्चै नै के हामी त्यो विश्वास गरेका छौँ त हामी मर्यो भने फेरि पनि उठ्छौँ रे हामीले लाजरसै हेरौँ नि होइन लाजर चाहिँ यसो ख्रिस्टले के गर्नुभयो 4 दिनपछि चाहिँ ज्यानबाट उठाउनु भयो के हाम्रो परमेश्वरले त्यो हामीलाई मरेकाबाट उठाउन नसक्ने परमेश्वर हुन्छ र हाम्रो होइन र तर परमेश्वर हामीलाई उठाउन सक्नुहुन्छ भने हामी अनन्त जीवन पनि दिन के गर्नु सक्नुहुन्छ उहाँले चाहिँ त्यो छाया एउटा लाजरले चाहिँ परमेश्वरले मानिसहरूलाई देखाउने छाया देखाइन् जसरी मानिस मृतकबाट उठाउनु भयो त्यसरी नै हामी पनि उठ्नेछौँ हाम्रो प्रतिफल हाम्रो जीवनको कर्मको प्रतिफल दिनको लागि परमेश्वरले चाहिँ उठाउने हो अनन्तको दिनको लागि चाहिँ उठाउने हो मानिसहरू चाहिँ अब के हो भने आफै मृत्यु भएर गएका मानिसहरूमा चाहिँ बाटो बनाएर चाहिँ धेरै जाने प्रयास गरिरहेको हामी देख्छौँ हो कि अन्त समाजमा चाहिँ तर के तिनीहरू साँच्चीकै परमेश्वरले चाहिँ तिनीहरू साँच्चीकै अनन्त जीवन दिन सक्दैनन् तर परमेश्वरले यहाँ भन्नुभएको छ कि यसोले भन्नुभयो कि पुनरुत्थान र जीवन म नै हो मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ अरे कसलाई विश्वास गरे यसु ख्रिस्टलाई तर हामी चाहिँ अरू बाटो छैन हामी अरू विश्वास गरेर चाहिँ हामी मृतकबाट उठाउन सक्दैनौँ किनभने यसु ख्रिस्ट मात्रै हुनुहुन्छ जो मृतकहरूलाई चाहिँ उठाउनु हुनुहुन्छ अनि हामी त्यहाँ चाहिँ आशा राख्न सक्छौँ उहाँ चाहिँ के त्यही लाजरसको जुन मृत्युलाई हेरेर पनि हामी आशा राख्न हामी विश्वास बढ्छ नि होइन त्यसो हो भने अब परमेश्वरले हामीलाई आशाको रूपमा अनन्त जीवन त राखिदिनु भयो त्यसो भने अनन्त जीवन चाहिँ के हो त होइन अब अनन्त जीवन चाहिँ अब अनन्त जीवनमा चाहिँ के हुन्छ त्यसो भए अब अनन्त जीवन पाउनको चाहिँ हामीले के गर्नेछौँ त्यसको विषय हामी छलफल गर्नेछौँ यस अनन्त जीवनको जुन पछिको जीवनको लागि चाहिँ के व्याख्या गर्नको निम्ति हामी प्रकाश 20 अध्याय हामी हेर्नेछौँ तपाईँ निकाल्न सक्नुहुन्छ प्रकाश 21 मैले प्रकाश 21 अध्याय 1 देखि हामी हेर्नेछौँ एकदेखि हामी यहाँ हेर्नेछौँ हामी 1-27 हेर्नेछौँ यहाँ चाहिँ जुन अनन्तको जीवन जुन छ नि नयाँ यरुशलेम भनेको छ 1 देखि नै हेर्दैछ हामी 27 हेर्नेछौँ म बिस्तारै पढ्नेछु नयाँ यरुशलेम चाहिँ परमेश्वरले सृष्टि गर्नुहुने के त नयाँ आकाश र नयाँ पृथ्वी रे अहिले भएको पृथ्वीमा के छ दुःख छ कष्ट छ बिमारी छ होइन विभिन्न द्वन्द्वहरू छ अशान्ति छ तर परमेश्वरले नयाँ गर्दै हुने अनन्तको जीवन जुन जीवनको सृष्टि जुन यरुशलेममा चाहिँ कस्तो हुन्छ त्यहाँ त्यो यरुशलेमको विषयमा चाहिँ बताइएको छ तब मैले नयाँ आकाश र पृथ्वी देखेँ किनकि पहिले आकाश र पृथ्वी बिति गएका थिए समुद्र त छँदै थिएन रे भनिसके के भने हाम्रो यहाँ भएको कुराहरू चाहिँ सब बितेर जाने रहेछ होइन नयाँ परमेश्वरको नयाँ यरुशलेममा जुन अनन्तको जीवनमा चाहिँ साँच्चै नै हामीले त्यो कुराहरू चाहिँ यहाँ देखेको कुराहरू चाहिँ देख्न नपाइने लेखिएको छ अनि मैले परमेश्वरबाट दुलहाको निम्ति जस्तै गरी सिँगारिएर तयार पारिरहेकी अर्थात् पवित्र सहर नयाँ यरुशलेम स्वर्गबाट तलतिर झरिरहेको देखेँ कहाँबाट चाहिँ जहाँ यसु ख्रिस्ट जाँदै गर्दा चाहिँ म तिमीहरूको लागि नयाँ ठाउँ तयार गर्नेछु भनेर जानुभएको सहर जुन तयार पार्नुभएको सहर चाहिँ कहाँ तल झरिरहेको देखेँ अनि सिंहासनमा यस्तो भन्ने एउटा चर्को स्वर मैले सुने हेर परमेश्वरको बास मानिससँग भएको छ उहाँ तिमीहरूसँग बास गर्नुहुनेछ र तिमीहरू उहाँको प्रजा हुनेछौ र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुन्छ अरे त्यतिखेरको समयमा चाहिँ के रहने भयो अहिले त हामी परमेश्वरको हुन्छ नि
जुन आत्मामा मात्रै छ होइन, परमेश्वरको पूर्ण रूपले काम गर्नु पाउनु भएको छ। तर त्यतिहरूको समयमा चाहिँ परमेश्वर हामीसँगै रहेर उहाँले मानिसलाई जुन रीतिले उहाँले बनाउनु भयो, जुन उत्पत्तिमा हामी हेर्दाखेरि चाहिँ बुझ्न सक्छौँ, जुन रीतिले आदम र हव्वालाई चाहिँ अनन्त जीवित रहने अनि उनीहरू चाहिँ बिना दुःख बिना कष्टको जीवन जुन उहाँले योजना गर्नुभएको थियो, त्यही योजना अनुसार चाहिँ परमेश्वरले त्यो अनन्तको दिनमा चाहिँ हामीलाई के गर्नुभयो, जीवित पार्ने भयो त्यही दिनको निम्ति चाहिँ। अनि उहाँले तिनीहरूका आँखाको आँसु सम्पूर्ण रूपले पुछिदिनुहुन्छ अरे। हाम्रो अनन्तको जीवनमा चाहिँ जीवन पछिको जीवनमा चाहिँ के हुने चाहिँ आँसु हुने रहेनछ। हामी पाउन सक्छौँ कि आँसु बिनाको जीवन कस्तो हो सोध्नु त। हामी त यहाँ विभिन्न होइन कष्टहरू आइपर्छ, विभिन्न समस्याहरू आइपर्छ, हामी रुन पर्छ, हाम्रो आफ्नो परिवारसँग रुन पर्छ, आफ्नो फ्यामिलीको हुन्छ नि छोराछोरीसँग रुन पर्छ, आफ्नो बाबुआमासँग रुन पर्छ कारणले रुन पर्छ होइन, विभिन्न आफ्नो श्रीमान श्रीमतीको कारणले रुन पर्छ। तर त्यहाँ चाहिँ त्यस्तो हुने छैन अरे, सम्पूर्ण रूपले चाहिँ आँसु पुछिदिनु हुनेछ अरे र फेरि कहिल्यै मृत्यु हुने छैन अरे। हामी त यहाँ मृत्युमा हुन्छ नि कहिले हुने सो हामी थाहा छैन नि त होइन, मृत्युको डर बाँचिरहेको छौँ हो कि होइन भन्छ। अब भोलि के हुने कि पर्सि के हुने, कुनै बिरामी कष्ट आइपर्ने कि भन्ने डरले चाहिँ बाँच्छ। तर त्यहाँ चाहिँ नयाँ यरुशलेममा चाहिँ परमेश्वरले दिनुहुने अनन्त जीवनमा चाहिँ के हुने रहेछ, डर अनन्त चाहिँ हामी जीवित रहने कुरा भयो, मृत्यु चाहिँ त्यहाँ चाहिँ हुने छैन। अनि र शोक र पीडा पनि हुने छैन अरे, शोक र पीडा पनि हुने छैन किनकि पहिलेका कुराहरू बितिसकेका छन्। अहिले भएको यो शोक हामी विभिन्न फिक्रीहरू त्यहाँ चाहिँ नहुने रहेछ। अनि सिंहासनमा विराजमान हुनुहुने मलाई भन्नुभयो, हेर म सबै कुरा नयाँ तुलाउँछु। उहाँले यसो पनि भन्नुभयो, यो लेख यी कुरा भरपर्दा र सत्य छन्। साँच्चै कि हामीले यो वचन भरपर्न योग्यको छ कि छैन त, छ नि होइन र। सबै कुराहरू चाहिँ बितेर अनि त्यागेर जान्छ, तर परमेश्वरको वचन चाहिँ सबै कुराहरू चाहिँ पुरा भएको हामी पाउँदछौँ हो कि। अन्त हामीले इतिहासमा हेर्ने हो भने, हामीले अहिले बितिरहेको कुराहरूलाई हेर्ने हो भने, यो परमेश्वरको बाइबललाई वचनको बाइबललाई हेर्ने हो भने त्यो कुरा के बितिरहेको छैन र। जुन पहिला गरिएको कुराहरू थियो, भविष्यवाणीहरू थियो होइन, त्यो पुरा हुँदैछ, क्रमैबद्ध चाहिँ पुरा हुँदैछ र यो पनि पुरा हुनेछ किनकि उहाँ यो सत्य र भरदो छ। यो चाहिँ हामीले विश्वास गर्न सक्छौँ अरे। उहाँले मलाई भन्नुभयो, अब सिद्धियो, म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य हुँ। तिर्खाउनेहरूलाई जीवनको पानीको मूलबाट म सित्तैमा दिनेछु। यो चाहिँ कस्तो गएर भने खोज्नेहरूको लागि, तिर्खाउनेहरूको लागि चाहिँ परमेश्वरले दिने यो आशाको जीवन हो। अब हामीले खोज्ने कि नखोज्ने त यो जीवनलाई चाहिँ, यो परमेश्वरको आशाको जीवनलाई खोज्नलाई भन्छ नि, यो तिर्खाउने कि नतिर्खाउने, यो चाहिँ तिर्खाउनेहरूको लागि मात्रै होइन। मानिसहरू हेर्छौँ, हामीले हेर्दा सबै तिर्खाएर हिँडेका छन् र छैनन् होइन। मानिसहरू चाहिँ आशालाई होइन तर अहिलेकै जीवनलाई चाहिँ हुन्छ नि ठुलो घर बनाउने आशामा, ठुलो धेरै पैसा कमाउने आशामा, कोही डक्टर बन्ने आशामा, कोही इन्जिनियर बन्ने आशामा चाहिँ कुदिरहेका मेहनत गरिरहेको देख्छौँ। तर बाइबलले चाहिँ हामीलाई चाहिँ अनन्तक जीवनको आशा गर र त्यो पनि भरपर, त्यो कुरा सत्य हो, आशा गर भनेर सिकाउँदछ। अनि जसले विजय प्राप्त गर्छ त्यसले त्यो उत्तराधिकार पाउनेछ र म त्यसका परमेश्वर हुनेछु, त्यो चाहिँ मेरो के हुनेछ अरे, छोरा हुनेछ अरे। जसले चाहिँ परमेश्वरलाई तिर्खाएर खोजेर चाहिँ उहाँको सामुन्ने जुन निर्दोष भएर चाहिँ उहाँ भित्रिसकेपछि ऊ को हुने, छोरा हुनेछ अरे। छोरा भएपछि परमेश्वरको सबै राज्य चाहिँ उसले अधिकार गर्न पाउने पनि होइन र, उहाँले छोरा हुने अधिकार पनि दिनुभएको छ। तर यहाँ लेखिएको छ डरपोकहरू, तर डरपोकहरू भनेको त जुन चाहिँ म यसो ख्रिस्टको हुँ भन्नलाई डराउँछन् हो कि भन्दा हामीले जुन मानिसहरूलाई धेरै मानिसहरू चाहिँ म गवाई दिएर त हिँड्न देखेको छैन। हामीले कति मानिसहरू चाहिँ परमेश्वरमा ब्याकसाइड भएको छन्, क्रिस्चियन हो भन्न लजाएर कसै टाढा डिगो कुनै कुरामा चाहिँ डर देखायो भने चाहिँ परमेश्वरबाट चाहिँ ब्याकसाइड हुन्छन्, तिनीहरू चाहिँ डरपोकहरू। अनि अविश्वासीहरू भनेको चाहिँ विश्वास नगर्ने, जुन विश्वासको लायक नभएकाहरू। अनि अर्को छ घिनलाग्दाहरू, घिनलाग्दा भएकाहरू, अनि हत्याराहरू, अनि त्यसपछि व्यभिचारीहरू पनि भनेको छ। हामी चाहिँ हुन्छ नि त्यो स्वभावमा जन्मिएका छौँ, अनि तर त्यो पनि परमेश्वर त्योबाट नगर भनेर चाहिँ सन्देश दिनुभएको छ। अनि अर्को छ जादुगरहरू, अनि मूर्ति पूजकहरू र झुटो बोल्नेहरू, सबैको हिस्सा आगो र गन्धक
डन्कने कुण्डमा हुनेछ, त्यो चाहिँ के हो अरे दोस्रो मृत्यु हो। हामीले के कारणले के गर्यो भने चाहिँ हामीले परमेश्वरको नयाँ राज्यलाई छुटाउँछौँ भन्ने विषयमा हामी प्रष्ट रूपमा लेखिएको छ। यदि हामी ख्रिस्टमा छौँ र यो कुरा हामीसँग रहिरह्यो भने, सधैँभरि चाहिँ हामी यो कुरामा रहिरह्यो भने चाहिँ हामी चाहिँ अनन्त जीवनमा प्रवेश गर्न पाउने छैनौँ। तर परमेश्वरले यो अनुग्रहको समय भएको कारणले गर्दाखेरि चाहिँ हुन्छ नि, परमेश्वरले अनुग्रहको समय राख्नु भएको कारणले गर्दा चाहिँ हामीलाई हुन्छ पश्चातापी हृदय दिने एउटा मौका चाहिँ जुन समय दिनुभएको छ, त्यही कारण चाहिँ हामीले चाहिँ त्योबाट फर्केर चाहिँ परमेश्वरमा फेरि तिर्खायौँ भने चाहिँ त्यो राज्यमा चाहिँ प्रवेश गर्न पाउनेछौँ। तब ती 7 अन्तिम विपत्तिले भएका 7 कचौरा हुने 7 स्वर्गदूतहरूमध्ये एकजना आएर मलाई यसो भने, आऊ म तिमीलाई थुमाकी पत्नी उसकी दुलही देखाउने छु रे। नयाँ यरुशलेम जुन चाहिँ यीशु ख्रीष्टको दुलही, जुन एउटा सिँगारीको हुन्छ नि होइन, जसरी हामीले यो जुन न्याय विवाहमध्ये हेऱ्यौँ भने चाहिँ जुन केटा जाँदै दुलहा जाँदै गर्दा चाहिँ दुली चाहिँ सिँगारिएर बसेको हामी देख्छौँ नि होइन, एकदमै सजिएर चाहिँ दुलहाको लागि। त्यसरी नै सजिएर चाहिँ आकाशबाट चाहिँ यरुशलेम मानिसको लागि एउटा नयाँ बस्ती झर्नेछ। त्यो पछि कस्तो हुनेछ हामी हेर्नेछौँ। तिनले मलाई पवित्र आत्मामा एउटा ठुलो र उच्च पर्वतमा लगेर परमेश्वरबाट स्वर्गतिर तल झरिरहेको पवित्र सहर यरुशलेम मलाई देखाए। त्यसमा परमेश्वरको महिमा थियो र त्यसको चमक बहुमूल्य रत्नहरू तथा बिल्लर स्फटिक जस्तो चहकिलो थियो अरे। त्यो चाहिँ एकदमै बहुमूल्य, हामीले यहाँ पृथ्वीमा हुन्छ नि, खोजिन्छौँ नि, एकदमै सोचौँ बहुमूल्य चिजहरू चाहिँ त्यहाँ चाहिँ सजिएको हुन्छ त्यो यरुशलेम चाहिँ। अनि त्यसको वरिपरि ठुलो आगो पर्खल थियो र त्यसको 12 ढोका थिए। ढोकाहरूमा 12 स्वर्गदूत थिए। ती ढोकाहरूमा इजरायलका 12 कुलहरूको नाउँ लेखिएको थियो अरे। त्यहाँ चाहिँ कहाँ के छ त, परमेश्वरको गवाही दिने अनि परमेश्वरको राज्यको खोजी गर्ने इजरायलका कुलहरू थिए अरे। अनि तिनका पर्वतमा 3 ढोकाहरू उत्तरमा 3, दक्षिणमा 3 र पश्चिममा 3 ढोकाहरू थिए। सहरको पर्खालमा 12 जग थिए। ती माथि थुमाका 12 प्रेरितहरूको नाउँ लेखिएको थियो अरे। त्यहाँ चाहिँ कसको नाउँ लेखेको छ अरे, जुन हामीले पाउँछौँ नि होइन, मत्ती मर्कुस यीशु ख्रीष्टको आफ्नै चेला हो, उहाँहरूको नाम त्यहाँ चाहिँ लेखिएको थियो अरे। अनि सहर र त्यसका ढोकाहरू र पर्खाल नाप्नलाई मसँग बोल्नेसँग एउटा सुनको नाप्ने टाङ्गो थियो। त्यो सहर वर्गाकार थियो अरे, गोलो थियो अनि ठुलो। त्यसको चौडाइ र लम्बाइ समान थियो, बराबर थियो। लम्बाइ र चौडाइ बराबर थियो अरे। तिनले त्यस टाङ्गोले नाप्दा त्यो सहर 2100 किलोमिटर थियो। त्यसको लम्बाइ चौडाइ र उचाइ बराबर थियो अरे। त्यो चाहिँ जुन एकदमै ठिक्क रूपमा सजाइएको एउटा पृथ्वीभन्दा थोरै सानो चाहिँ एउटा सहर हो होइन, जुन चाहिँ एकदमै परमेश्वरले दुलही जस्तै सिगारेको मानिसको लागि राखिएको त्यो चाहिँ यरुशलेम हो। त्यो पर्खाल बिरालै बनेको थियो, बिरौराले बनेको थियो। सहर चाहिँ निखुर सुनले बनेको थियो र सफा काँचको जस्तै त्यो चम्किन्थ्यो अरे। त्यो चाहिँ के थियो अरे, सहर चाहिँ निखर सुनले बनेको काँच जस्तै चम्किन्थ्यो अरे। काँच जस्तै भनेको सिसा जस्तै टल्किन्थ्यो अरे। पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य रत्नले जोडिएका थिए। पहिलो जग बिरौलको, दोस्रो नील, तेस्रो हरिरत्न, चौथो पन्ना, पाँचौँ अनिस्टिक्स, छैटौँ लालमणि, सातौँ पीतममणि, आठौँ बेरुच, 9 पुष्पराज, 10औँ लसुने, 11औँ नीलमणि र 12औँ कटेलाको थियो अरे। त्यहाँ त संसारको यो अहिले हामीले बहुमूल्य कुराहरू जुन चिन्छौँ होइन, त्यो कुराहरू त्यहाँ चाहिँ सजिएको हुनेछ अरे नयाँ यरुशलेममा चाहिँ। अनि मैले त्यस सहरमा कुनै मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर स्वयं परमेश्वर सर्वशक्तिमान थुमा नै हुनुहुन्थ्यो। त्यहाँ चाहिँ कुनै मन्दिरहरू चाहिँ हामी जसरी मण्डलीहरू बनाइरहेको छौँ त्यो चाहिँ छैन। त्यहाँ चाहिँ परमेश्वर स्वयं त्यहाँ उपस्थित भइसकेपछि हामी उहाँको चरणमा गएर चाहिँ उहाँको के गर्छौँ, प्रशंसा, उहाँलाई चाहिँ स्तुति चढाउने काम त्यहाँ गर्नेछौँ। त्यो सहर उज्यालो गराउन सूर्य र चन्द्रमाको खाँचो छैन, किनभने परमेश्वरको महिमा नै त्यसको उज्यालो हो।
त्यहाँ चाहिँ के छ सूर्य र पृथ्वीलाई जसरी अहिले उज्यालो र अँध्यारो बनाउनु निम्ति जुन चन्द्रमा होइन सूर्य चन्द्रमा छन् त्यहाँ त्यो चाहिँ हुने छैन अरे नयाँ यरुसलेममा चाहिँ परमेश्वर चाहिँ ज्योति भएर चाहिँ त्यहाँ चम्किनुहुन्छ भन्छ महिमा नै उहाँ उज्यालो हुनेछ भनेको छ। त्यसैको उज्यालोमा जाति जातिहरू हिडुल गर्नेछन्, पृथ्वीका राजाहरूले आफ्नै वैभव त्यसमा ल्याउनेछ। दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुने छैन र त्यहाँ रात नै हुने छैन। त्यहाँ चाहिँ रात नै नपर्ने, किनकि परमेश्वरको चमक चाहिँ त्यहाँ सदा सर्वदा चम्किरहने त्यो बुझाएको छ। तिनीहरूले जाति जातिका भेद र सम्मान देशभित्र ल्याउनेछन्, तर थुमाका जीवनको पुस्तकमा नाम लेखिएकाहरू बाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झुटा बोल्ने कुनै किसिमले त्यसभित्र पस्ने छैन भनेको छ। साँच्चै नै हामी आशावादी हुन्छ नि, आशा बोकेर हिँड्ने विश्वासीहरू हौँ। तर हामी ख्रिस्टमा छौँ र यी कुराहरू चाहिँ जुन नयाँ यरुसलेम परमेश्वरले राख्नु भएको अनन्त जीवनको आशाको सहरभित्र छिर्न नदिने बाधकहरूको यस्ता कुराहरू हामीमा छ भने, क्रिस्चियन भएर पनि त्यस्तो कुराहरू छ भने साँच्चै के हामी क्रिस्चियन हो त? के हामी अनन्तको आशामा बाँच्ने विश्वासी हो त? पक्कै पनि होइन। तर हामी अनन्त आशामा बाँचिरहेका छौँ अहिले हामी। तर त्यो यो जुन कष्टबाट यो हामीले जीवनबाट चाहिँ अनन्त आशामा प्रवेश गर्नको निम्ति चाहिँ यहाँ भएका केही कुराहरू चाहिँ हामीबाट हटाउन पर्ने हुन्छ। यो कुराहरू चाहिँ हामीले त्याग्न पर्ने हुन्छ। हामीले अनन्त जीवनमा प्रवेश, यो चाहिँ परमेश्वरले हाम्रो लागि राख्नु भएको अनन्त जीवनको आशा हो। हामी यही आशामा बाँच्ने मानिसहरू हौँ। जसरी मानिसहरूले चाहिँ हुन्छ नि एउटा आशामा विभिन्न कामले चाहिँ गाह्रो काम भए पनि रमाटको साथ हुन्छ बिना थकानको साथ काम गरिरहेको हामी देख्दछौँ। त्यसरी नै अब हाम्रो जीवनमा दुःख कष्ट नआउने होइन, किनकि यो कष्ट आउनु कारण चाहिँ हामी परमेश्वरले पूर्ण रूपले हाम्रो मानिस यो पृथ्वीमा चाहिँ राज्य उहाँको शासन नआएको कारणले हो। तर परमेश्वरले फेरि उहाँ मानिसलाई बोलाउँदै हुनुहुन्छ उहाँको राज्यमा। यो चाहिँ पृथ्वी चाहिँ उहाँले नाश गरेर फेरि नयाँ पृथ्वी उहाँले सृष्टि गर्दै हुनुहुन्छ। त्यही पछि आउने आशा, आनन्दको आशामा चाहिँ हामी जीवन बिताउने हो। हाम्रो कष्टहरू छन् होइन, हामी विभिन्न बाधाहरू हाम्रो जीवनमा आउँछन् अनि विभिन्न कष्टहरू चाहिँ हाम्रो शैतानले हाम्रो जीवनमा ल्याइदिन्छ। त्यो कष्टहरूबाट चाहिँ कष्ट भए तापनि हामी खुसीसहित रमाएर जीवन जिउनको लागि चाहिँ पछि आउने होइन परमेश्वरले दिनुहुने नयाँ जीवन जुन दुःख बिनाको जीवन त्यो छ, त्यसको आशामा चाहिँ हामी खुसी भएर जिउने हो। हामी क्रिस्चियनहरू चाहिँ हामी चाहिँ आत्तिन्छौँ, सानो कुरा केही भए पनि आत्तिन्छौँ होइन, सानो बिरामी भए पनि आत्तिन्छौँ, ल मरिन्छ कि भन्ने डर मान्छौँ। तर हामी आत्तिने होइन, तर परमेश्वरको त्यो आशामा चाहिँ अडिक भएर खुसी हुने विश्वासीहरू हौँ। अनि हामी चाहिँ त्यसै गरी जिउन पर्छ। अनि मानिसहरू चाहिँ अब त्यो जुन आशाको जीवन पाउन चाहिँ विभिन्न कुराहरूमा लाग्दै गर्दाखेरि चाहिँ मानिसहरू चाहिँ अन्य बाटोहरू अप्नाउँदै गर्दाखेरि चाहिँ हामी चाहिँ बाइबलको बाटो, येशू ख्रीष्टको बाटो अप्नाएर यस जीवन चाहिँ अनन्त जीवनमा प्रवेश गर्न सक्यो भने चाहिँ त्यो मानिसहरू चाहिँ के रहने भयो? बुद्धिमानी हुने भयो। तर सबै कुरा लाभ गरे तर अनन्त जीवन परमेश्वरले राख्नु भएको आशिषमा हामी भित्रै छिर्न सकेनौँ भने त हामीले यहाँ विभिन्न ठुलो काम गरे तापनि होइन, हामीले विभिन्न चमकेको काम गरे तापनि, विभिन्न कुरामा देखाएको पनि, ठुलो पैसा धेरै सम्पत्ति कमाए पनि, हामी देशको ठुलो हुन्छ नि प्रधानमन्त्री नै बने पनि यदि आत्मालाई हामीले परमेश्वरभित्र प्रवेश गर्न सकेन भने के त साँच्चै बुद्धिमानी हुन्छ त? हुँदैन। तर बुद्धिमानी चाहिँ त्यही हो जो चाहिँ एकदमै सानो गरिब भएर पनि, एकदमै अबुद्धि भएर पनि, तर उसले परमेश्वरको भयलाई मान्छ अनि परमेश्वरको समशक्ति अनुसार हिँड्छ भने चाहिँ त्यो चाहिँ अनन्त जीवनमा प्रवेश गर्छ। अनि त्यो बुद्धिमान चाहिँ को ठहरिन्छ? त्यही व्यक्ति चाहिँ बुद्धिमानी हो भनेर ठहरिन्छ। अनि बुद्धिमान चाहिँ त्यो मानिसहरू हुन् जुन मानिस चाहिँ परमेश्वरको भय मानेर हिँड्छन्। त्यसै गरी हामी अन्तिम एउटा पद पढेर चाहिँ हामी अन्त्य गर्नेछौँ। निकाल्न सक्छ रोमीको 12:12। पढ्नु भएको छ? रोमीको 12:12। आफ्नो आशामा आनन्द गर, सङ्कटमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरह। साँच्चै नै भनेको छ आफ्नो आशामा के गर? आनन्दित गर अरे। परमेश्वरले हामीमा राख्नु भएको आशामा के गर्ने रहेछ? हामीले
आनन्दित गर्ने हो। अब फेरि आकाश फल आँखा तरिमल होइन, त्यो पाउने कि नपाउने हो, अहिले जीवन हाँसी खुसी बाँचौँ भन्यो भने त हामी त्यो कुरा छुट्याउने छौँ फेरि। तर त्यो होइन, परमेश्वरले चाहिँ उहाँले राख्नु भएको आशामा चाहिँ आनन्दित हो र आफ्नो कष्टहरू त आइपर्ने रहेछ नि होइन र हाम्रो जीवनमा त उहाँले पूर्ण रूपले काम गर्न नपाएको कारणले गर्दाखेरि जुन आदमले जुन स्वतन्त्र रूपले चाहिँ उहाँ परमेश्वरको अधीनमा बस्न नचाहिकन चाहिँ यस पृथ्वीमा चाहिँ आफ्नो इच्छाले सो जिउन चाहेको कारणले चाहिँ परमेश्वरले श्रापसहित यहाँ आदमलाई चाहिँ निकालेको छ आफ्नो बगैँचाबाट। त्यही कारणले गर्दाखेरि चाहिँ यहाँ शैतान पनि छैन अनि शैतानले पनि हामीलाई बहकाउँछ अनि विभिन्न कष्टहरू चाहिँ अझै दिन खोज्छ। तर हामी ख्रिस्टमा छौँ, केही कुरामा हामी सान्त्वना पाउँछौँ, तर पनि हामीलाई एउटा समस्या सान्त्वना पाउँछ फेरि अर्को आइहाल्छ होइन। त्यो हामी पूर्ण रूपले खुसी हुन पाएका छौँ। त्यो कारण चाहिँ के हो भने परमेश्वरको राज्य जुन चाहिँ त्यो पूर्ण रूपले स्थापना नभएको कारणले हो। तर हामी चाहिँ पछि त्यो हुनेछ, त्यो अवश्य नै हुनेछ भन्ने आशामा चाहिँ हामी खुसी रहने यो अवस्थामा चाहिँ यो दुःख पीडामा चाहिँ हामी चाहिँ अटल भएर चाहिँ हामीले जीवनयापन गर्ने हो। जस्तै अब यहाँ यहीमा मर्कुस के अरे प्रकाशमै अगाडि हेऱ्यो भने चाहिँ हामी यहाँ के पनि पाउँछ भने यहाँ शैतानको विनाश पनि पाउँछ होइन। शैतान चाहिँ परमेश्वरले चाहिँ पूर्ण रूपले के भन्छ नष्ट गर्ने कुरा पनि लेखिएको छ। अनि हामीलाई चाहिँ यहाँ चाहिँ विभिन्न शैतानले होइन हामीलाई यो परमेश्वरको जुन अनन्तको जीवनमा रोक्नको लागि चाहिँ यो नगर योबाट नगर यो यस्तो गर्न मनलाई उल्टो मन चाहिँ दिन्छ क्या होइन, हो कि भने त हामी त्यही नगर भन्ने कुरा हामी गर्न पुग्छौँ। तर परमेश्वरले चाहिँ के भन्छ साहस गर, तिमीले अनन्त जीवनको साहस गर, तिनीहरूको पछि नहिँड, त्यो कामलाई त्याग र अनन्त जीवन प्रवेश गर्छौ भनेर सिकाउनु भएको छ। त्यही अनुसार चाहिँ हामी जुन हाम्रो खराब चाडहरूलाई चाहिँ भए तापनि होइन हाम्रो स्वभाव त्यही लिएर जन्मेको छौँ नि, तर त्यस स्वभावलाई चाहिँ हामीले बाहिर निकाल्न नदिकन चाहिँ बिस्तारैलाई छोडेर हुन्छ नि पश्चातापी हृदय लिएर चाहिँ परमेश्वरमा अगाडि बढेर नयाँ भएर निस्क्यो भने चाहिँ अवश्य नै परमेश्वर त्यो मौका दिनुभएको छ कि अनन्त जीवनमा प्रवेश गर्ने मौका, जहाँ चाहिँ बिना आँसुको बिना मृत्युको जीवन छ। त्यहाँ चाहिँ परमेश्वरले मानिसको सबै आँसु चाहिँ पुछिदिनु हुनेछ। त्यो सहर चाहिँ एकदमै सुन्दर सहर छ, त्यो चाहिँ के हो साँच्चीकै सहर हो। तर के छन् त्यसलाई विश्वास नगर्ने अनि आफ्नो इच्छाले हुन्छ नि सांसारिक जीवन नै बिताइरहने मान्छेलाई चाहिँ त्यसै दण्ड पनि लेखिएको छ है, परमेश्वरको नाश, दोस्रो मृत्यु। तर हामीले चाहिँ त्यही कुरामा परमेश्वरको यो कुरालाई बुझेर पनि थाहा पाएर पनि हामी आफ्नै रीति आफ्नै हुन्छ नि संसारी ढाँचामा चलिरह्यो भने चाहिँ हामीले परमेश्वरको अनन्त जीवनको फल त्यो चाहिँ चाख्न पाउने छैन। कस्तो हुन्छ हामीलाई थाहै हुने छैन, त्यो चाहिँ हामीले छुटाउनेछौँ। तर हामीले परमेश्वरको त्यो अनन्तको फल चाहिँ चाख्नको लागि चाहिँ हाम्रो जीवनमा विभिन्न कष्ट दुःखहरू आइरहन्छन्। त्यो कष्टहरूको सामना गरेर हर्षित भएर चाहिँ सधैँ परमेश्वरको वचनमा रहेर परमेश्वरको वचनमा उहाँले दिनुभएको चिठीमा हरेक कुराहरूको समस्याहरू छ होइन, त्यो समस्यालाई खोतालेर त्यसको एन्सर पनि पाउन सक्छौँ। अनि त्यसै चाहिँ हामीले साहसी भएर सधैँ परमेश्वरको महिमा गरेर हरेक कष्ट हरेक कुराहरूमा चाहिँ अगाडि बढ्दै गएर उहाँमा अनन्त आशिष चाहिँ प्राप्त गर्न सक्छौँ। त्यसैले चाहिँ हामीले परमेश्वरमा यो चाहिँ बाइबलले दिने यो अमूल्य धन हो। यो धन चाहिँ कुनै मूल्य नै छैन होइन, कुनै कुराले किन्न सकिँदैन। त्यो चाहिँ अनन्त जीवनको धन चाहिँ कुनै पनि रीतिले हामीले किन्न सक्दैनौँ। हुन्छ, आज हामी चाहिँ वचन यति नै राख्नेछौँ। अन्तिम प्रार्थना गरेर हामी छुट्नेछौँ। हुन्छ, हामी प्रार्थना गर्छौँ।